आज चाहिँ पानीपुरी खान आँटेको। पानीपुरी बनाएर जाडोमा घरमै नानीले चाहिँ अर्को टिप्दै मैला पार्दैछ। नगर नानी त्यस्तो। अन्त अब चाहिँ खानु आँटेको पानीपुरी जाडोमा। नगर नानी। यो चाहिँ इमली पुदिना हालिकन बनाएको मैले। यो चाहिँ चाट मसला, धनिया, हरियो खोर्सानी, नुन, आलु। अब चाहिँ खानु आँटेको। आलु चप फ्राई गरेको। यो चाहिँ मैले फुड कलर नहालिकन यस्तो कलर छ, किनभने फुड कलर छैन, त्यही भएर मैले चाहिँ नहालेको। यो चाहिँ आलु चप बनाएको मैले जाडोमा खानुलाई, तातो तातो। यो आलु चप चाहिँ दार्जिलिङ कालिम्पोङतिर धेरै बेसी फेमस छ नि त। हाम्रो उतातिर चाहिँ धेरै बेसी खान्छ यस्तो। त्यही भएर आज उताको याद ताजा गरेको, अन्त बनाएर खानु आँटेको मैले दिल्लीको जाडोमा। फ्राई गर्दैछु। आलु चप चाहिँ रेडी भयो मेरो आलु चप। यस्तो भएको छ पाक्दा चाहिँ।